हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई आजको मेरो डे 2 मिनी भ्लगमा। म चाहिँ एकदम ठिक छु अनि हजुरहरू पनि एकदम ठिक हुनुहुन्छ होला भन्ने आशा गर्दछु। अनि बाहिर चाहिँ यति राम्रो फुलहरू फुलिरहेको रहेछ साथीहरू। मैले मम्मी र ड्याडीको लागि चिया पनि बनाएर दिएँ। आजदेखि चाहिँ हाम्रो धान गोड्न सुरु भइसक्यो। अनि मैले चाहिँ बारीमा खेतालाहरूलाई खाजा लगिदिनुको लागि चाउचाउ पनि बनाएँ। यो चाहिँ दाना दाल हो नि त, त्यसैले यसमा ढुङ्गा माटो हेरेर मात्रै बनाउनु पर्छ। म चाहिँ दालमा भएको ढुङ्गा माटोहरू हेरेर निकाल्नु थाले। अनि मैले आगो पनि बाले, मैले चाहिँ दाल पनि बसाल्दिए। यता चाउचाउ पनि पाकिसकेको थियो। मैले दादालाई दिएँ अनि त्यसपछि बारीमा लानुको लागि रेडी गरे। खाजा लगेर चाहिँ गएँ म बारीमा। अनि यो चाहिँ हाम्रो धान बारी हो। मम्मी मामा माइजूहरूले चाहिँ धान गोडिरहनु भएको थियो। अनि म चाहिँ खाजा पुऱ्याइदिएँ अनि त्यसपछि घर फर्केँ। घरमा आएर चाहिँ मैले खाना पनि बनाउनु पर्ने थियो। घरमा आएर चाहिँ मैले खाना पनि बनाएँ। यति भिडियो हेरिसकेपछि मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। हजुरहरूलाई मेरो भिडियो चाहिँ कस्तो लाग्छ कमेन्टमा भन्नु। थ्याङ्क्स फर वाचिङ। आजलाई यति नै, भेटौँला अर्को मिनी भ्लगमा।